मेरो बाटो छेक्नुको कारण? टुङ टुङ डिस ढान टाडाङ। ओ, हिजोको थप्पडले पुगेन? थप्पड त मजाले पुग्यो नि। त्यही थप्पडको आवाज अहिलेसम्म कानमा बजिरहेको छ, ठा ठा ठा। तर तिम्रो माया चाहिँ पुगेन झर्ना। त्यही भएर आज तिम्रो बाटो कुरेर बसिरहेको। त्यसो भए मेरो माया पाउन मलाई यहाँ कुरेर बसेको? ए, तैँले कहिले तेरो यो अनुहार ऐनामा हेरेको छस्? त मैले थुक्न लायकको पनि छैन। छारे इडियट। ठीक छ होइन? भन बसन्त, कति प्याकेट? 3 प्याकेट? ठिक छ, घरमा आइज। सुन, एक्लै आउनु नि ल भाइ, जाउँ। ल तैँले चिन्नस्? मेरी बात सही त्यही त हो नि, निखिलको बहिनी। हिजो मात्रै सर्भर आयो कि। खुब सहरिया बन्नुपर्ने पाखेहरू, राम्रोसँग हाँक्न पनि आउँदैन।
सबको दाई सबको भाई, मेरी बहनी को एकमात्र निखिल दाई। क्या स्टाइलले डायलॉग बोलेको थियो तेरो दाईले? त्यही डायलॉगको कारणले गर्दाखेरि अब हेर तेरो के हाल हुन्छ। मेरो बहिनीमाथि हात लगाउनेको नतिजा यस्तै हुन्छ। नम्रता
नम्रता मेरी बहिनी हो भन्ने कुरा तँलाई राम्रोसँग थाहा छैन। तर पनि तैँले मेरो आँखा छलेर मेरो बहिनीलाई फकाउने आँट गरिस्। तैँले मेरो बहिनीलाई छोइस् त गइस अब। केटा हो सालेलाई मारेर फाल्दे खोलामा। यो मेरो व्यक्तिगत मामला हो, तो यसको बीचमा नपर। यसले मेरो बहिनीमाथि हात लाउने कोसिस गर्यो। देखिस् त आफ्नो बहिनीमाथि अरूले हात लगाउँदा कति रिस उठ्दो रहेछ। तैँले त मेरो बहिनीको इज्जतमाथि हात लगाउने कोसिस गरिस्। एउटा कुरा याद राख, यदि आफ्नो बहिनीलाई कसैले हात नलगाओस् भन्ने चाहन्छस् भने अरूको बहिनीमाथि आँखा गाड्न पनि छोड्दे। सरप्राइज, मलाई भेट्न यहाँसम्म आएको? तिमीलाई भेट्न मात्र होइन, तिम्रो ड्याडीसँग भेटेर हाम्रो बिहेको कुरा समेत गर्न आएको। तिमी नहुँदा थाहा पाएँ मैले, म त तिमी बिना बाँच्न नसक्ने भएको रहेछु। Oh!
त हो म चिनिस मलाई म त्यही राहुल हुँ जसलाई झर्नाको कारणले गर्दा तैँले कलेजमा पिटेको थिइस् सुनेको छु त्यही झर्नासँग बिहेको खोजीमा तैँले भाटिराखेछस् रे तँलाई माल चाहियो भनेर फोन गर्ने पनि मै हुँ तर मलाई माल होइन तेरो काल चाहिएको छ काल टुङ टुङ डिस टान टाडाङ Dun, dun, dun. ठिक छ दाइ थ्याङ्क यू हिँड म तिमीलाई घरसम्म पुर्याइदिन्छु डर फिल्ममा शाहरुख खानलाई पिट्न त एउटा सन्नी देवल आएको थियो साला यहाँ त दुईटा आए आई लभ यू झर्ना आई लभ यू झर्ना मलाई यहीँ रोकिदिनुहोस् दाइ धेरै धेरै धन्यवाद छ दाइ मेरो ज्यान जोगाइदिएर घरसम्म ल्याइदिनु भयो नमरी बाँचे दैवले साँचे फेरि भेटौँला मैले त एउटा मान्छेको धर्म निभाएको हुँ आपतको बेला कसैलाई सहयोग गर्न पाउँदा खुसी छु जाऊ तिम्रो परिवारले कुरिरह होला हस् दाइ गुड नाइट गुड नाइट मैले तँलाई भनेकै थिएँ यो घरबाट बाहिर निस्किस् भने मैले कुटेको कुरा कसैलाई भनिस् भने तेरो यो अनुहारलाई तेजाब छोडिदिन्छु भनेर अब हेर
तेरो अनुहारलाई कस्तो कुरूप बनाउँछु। मलाई माफ गरिदियो। अबदेखि तिमीले जे भन्छौ त्यही मान्छु बरु। मैले के नगर्नु। दाई बिन्ती छ उसलाई छोडिदिनुहोस्। नै बहिनी, यसलाई म छोड्दिन। जुन बहिनीलाई मैले आजसम्म फुलले समेत हानेको छैन यसले यातना दिने, जुन बहिनीलाई आजसम्म मैले पानीले समेत छापेको छैन यसले तेजाब छाप्न खोज्ने। दाई उसलाई केही भइहाल्यो भने तपाईको बहिनी विधवा हुन्छ। जस्तो सुकै भए पनि ऊ मेरो परिचय हो, ऊ मेरो सिन्दुर हो। दाई देखिस् त लोग्नेप्रति नारीको त्याग। जुन स्वास्नीलाई तैँले मार्न खोजेको थिइस् आज त्यसैले तेरो ज्यान बचाइ। हेड बहिनी, यो जस्तो राक्षसको घरमा तिमी 1 मिनट पनि नबस। म तिमीलाई अहिले गाउँ लिएर जान्छु। झगडा ए भाइ, सम्हाल यसलाई। मैले सहरमा गर्न नसकेको काम गाउँमा आएपछि दाइले गरिदिनु भयो। अब हेर्नुहोस् दाइ, म यसलाई के गर्छु
यो संसारमा त र बहिनी बाहेक मेरो कोही पनि छैन। तँलाई मैले शहरमा पढ्न पठाएको थिएँ, तर साली यो नाथे केटीलाई आफ्नो बनाउनुको लागि पनि तँलाई मेरै सहयोग चाहियो। दाइ, यसको कारणले गर्दा मैले धेरैचोटि पिटाइ खाएँ। मेरो प्रेमलाई लत्याएर यसले त्यो साले हिमालसँग बिहे गरे। सुनेको छु आजकल त्यसले पनि यसलाई छाडिसक्यो रे। अब यसको संसार ध्वस्त हुनेछ। क्या संजोग! वाह, यससँग तेरो आफ्नै दुश्मनी, मेरो आफ्नै दुश्मनी। त हिमालसँग बदला लि, म यसको दाइसँग बदला लिन्छु। हिसाब बराबर। हिसाब किताब कसको बराबर हुन्छ त्यो मेरो निखिल दाइ आएपछि थाहा पाउँछ। जहाँ एउटा चरो मुसा आउन सक्दैन, साली तेरो निखिल दाइ कसरी आउँछ यहाँ? गुडेर कि उडेर? दाइ, यो त उडेर आयो नि। यही हो यसको निखिल दाइ? हो, सबको दाई सबको भाइ, मेरी बहिनी को एकमात्र निखिल दाई। धेरै बोले तर केही लागेन। अब लभली म्युजिक। हे हे, अब तिमी र म ऊ त्यहाँ पर मन्दिरमा गएर बिहे गर्ने। नीच पापी, हामी हिन्दू नारीले एकपल्ट बिहे गरिसकेपछि अरू कसैको बारेमा सोच्नु पनि पाप हो, बुझिस कुकुर? त्यो त बुझे डार्ली, तर तिम्रो लोग्नेले तिमीलाई छाडिसक्यो। अब त्यो आउने होइन क्या रे? आउँछ। त जस्तो कुकुरको अन्त्य गर्न मेरो हिमाल अवश्य आउँछ। त्यो आउँदै गर्छ। तिमी र म चाहिँ जाउँ अब झ्याइ पार्न। यसपालि त झ्याइ पार्ने, यसपालि त झ्याइ पार्ने, झ्याइ पार्ने। होइन, के भइरहेछ यो? जसको नाम लियो त्यही आउँछ।
यो पनि फेरि आएछ मेरो टुङ टुङ डिस गर्न। दाइ यिनीहरूको टुङटुङ ढिस गर्न आएको हाम्रै पो ढान्टाराङ भयो। साथ लैजाऊ यिनीहरूलाई। टुङटुङ ढिस ढान्टाराङ।
हेर, कानुनको नजरमा तिमी एउटा अपराधी हौ। त्यसैले तिम्रो सजाय पूरा नहुन्जेलसम्म मैले तिमीलाई हिरासतमा राख्नुपर्ने हुन्छ। मैले मेरो बहिनीको लागि जति गर्नु थियो गरिसकेँ। अब म तपाईँसँग जान तयार छु। पख्नुहोस्, अपराधी उहाँ होइन, अपराधी म हुँ। तपाईँले मेरो अपराधलाई आफ्नो काँधमा बोकेर यतिका सजाय बोक्नुभयो। अब म तपाईँलाई धेरै दुःख दिन चाहन्न। इन्सपेक्टर साहब, प्रमाणको अभावमा तपाईँले मलाई गिरफ्तार गर्न नसके पनि वास्तविक अपराधी म हुँ। म मेरो गल्ती स्वीकार गर्छु। मैले तिमीलाई धेरै दुःख दिए झर्ना, मलाई माफ गरिदिऊ। तिमीले आफ्नो अपराध स्वीकारेर धेरै राम्रो काम गर्यौ। या त अपराध गर्दै नगर्नु, तर अपराध गरेको खण्डमा स्वीकार्नु राम्रो हो। म तिमीलाई कम से कम सजाय दिलाउने प्रयास गर्छु। यो मेरो बाचा भयो। निखिल, तिमी आफ्नो बहिनीको लागि साँच्चै नै राम्रो दाइ रहेछौ।